के भन्दैन मैले आज चाहिँ हामी मनोकामना दर्शन गर्ने त्यहाँ हाम्रो प्रोग्राम पनि छ आज त्यही बस्ने हजुर प्रोग्राम छ अब हाम्रो थोरै ग्रुप त धेरै छ तर यस्तो थोरै कलाकार मात्र हामी आएको छौँ हजुर भगवान् माताको कृपाले मनोकामना भएको कृपाले प्रोग्राम पनि राम्रै हुन्छ उहाँको आशीर्वादले होइन अब दर्शन पनि गर्ने प्रोग्राम पनि गर्ने रमाइलोसँग फर्किनु चाहन्छ है ओके रेकर्ड भइरहेको छ हो चिया खाना बोलेको खार्के खाना बोलेको यहाँ ठाकरे तिमीलाई थाहा होइन पाउ खाँदै ल हामी फाइनली आइपुग्यो छट्नु के छट्नु हेब्बा हेब्बा के भयो औ Give me your hand. Yes. Give me your hand. Yes. ओ कस्तो दामी आयो पछाडि हेलो भन्नु त एकचोटि हाई ल आइपुग्यो हामी आइपुग्यो है किस कल्चर ग्रुप आइपुग्यो ल खिचिदिनु यहाँबाट ल हाम्रो सामान झर्दैछ हे ल आऊ आऊ फेरि उतै ल्याउ न स्ट्यान्ड छ हेर त उता सिटमा हेलो भन्नु हामी आइपुग्यो फाइनली Yes, but it's too hot. है त्यो भएर एसी बन्द गरेर झ्याल खोल्यो क्या हावा खानलाई अहिले एकैचोटि खोलायो उल्टी आउँछ राज सबजना बल्ल बल्ल पुग्यो कस्तो गरी है कस्तो दामी आयो बाटो हेर्दा त्यसो त अब त्यहाँ कुइस तिमीलाई भाकोला कहाँ यति कहाँ तिमी ल हामी चाहिँ फाइनली केबल कार चढिसक्यो पहिला हामी हिँडेर जाँदाखेरि त्यो त्यहाँ तल पिकनिक मनाउँथ्यो होइन त्यत्रो पिकनिक बनाएर रमाइलो भएको थियो हामी के भाइ बेला थाहा गरे के गर्नु यहाँ नाच्नु मिल्दैन गाउनु मिल्दैन खम्बाला ए हो हामी चाहिँ यहाँ प्रोग्रामको लागि आएको रमाइलो भइरहेको आज हामी यतै बस्छौँ माथि अनि भोलि प्रोग्राम दर्शन सर्शन गरेर भोलि यही केबल कार पढ्नुभन्दा याद लास्टै गर्मी रहेछ गर्मी चाहिँ अत्याचारै गर्मी रहेछ एकदम मधेसमा आएको छ भएर कस्तो डढाएको छैन छैन अड्किरा गइरहेछ अलिअलि बिस्तारै गइरहेछ अरे कहना क्या चाहते हो दाइ खतरा हाल्छ भ्यू है उनीबाट पनि भुला कस्तो डढाएको हुँदैन क्या हामी चाहिँ फाइनली आइपुगे बिस्तारै बिस्तारै के भन्थ्यौ ऊ त लास्ट दर्जन चाहिँ
क्यामेरा भनेपछि क्यामेरा भनेपछि क्यामेरा भनेपछि यो के रे पुग्यो क्या शीतल भाइ त यहाँ त्यही भएन यस्तो गर्मीबाट आएर झन्डा छ क्वाक छ त्यसपछि डम्फु छ यति मात्र यति मात्र कस्तो राम्रो मनोकामना बजेर हामी दाजुभाइ चाहिँ पुरै पूजा गर्नु पूजा गर्नु पछाडि सिधा ल्याएको सिधा दाइ ओ सिधा दाइ भाइरल दिदी कस्तो दामी आयो हेर्नु हेर म चाहिँ अहिले यहाँ मनोकामना मन्दिरमा आएको छु पूजा गर्न जाँदैछु पूजा गरेर आएको मनोकामना मन्दिर आइपुग्यो तल्ल तल्ल अरू अब दर्शन गर्छु अरू के भन्नु छ दर्शन गराएर भन्छु ल मम्मी यस एउटा दर्शन गर्नु पाएँ एकदम खुसी लाग्यो मजाले दर्शन गर्नु पाएँ मजाले दर्शन गरे आहा मनोकामना पुरा गरिन्छ होला हजुर पूजा भयो एकदम मजाले पूजा गर्न पाएँ एउटा लाइटहरू नल्याएर यहाँ धुप्ले बाल्न पाएँ ए ल ल कस्तो लाग्यो हजुरलाई एकदम खुसी लाग्यो वर्षौँपछि मनोकामना दर्शन गर्न पाएँ त्यही भएर मनदेखि नै एकदम खुसी लागेको छ मलाई ओ खोइ त पानी छैन फुटाउने हो काट्दै काट्दै खिचेको कस्तो रोक भन्दा भन्दै के भयो ल भयो गएर फुट्यो किन मनोकामना माइकी मनोकामना माइकी भोलिको हाम्रो कार्यक्रम होस् राम्रो होस् मनोकामना माइकी वाह ब्याक टु 90s Two couples. Oh, यो हिँड्दा हिँड्दै के भएको थियो बाघ करास बाघ करास त्यहाँ पनि आयो होला आवाज यहाँ आयो होला अस्ति बाइक राख्नलाई हट्न है भन्छु रे ल मलाई ए भनेर भन्नु लाग्थेँ मैले सिक्ने भए के भन्न लाग्छ अहिले भन्नु भएन खानु त पैसा छ मासु खानु त पैसा छैन हामी त्यस्तो दर्शन गर्ने पैसा दिँदैन दुश्मनहरूसँग बचाउँछ अरे कि अहिले जनताबाट त्यस्तो गर त्यस्तो त्यस्तो वाला होइन
ल हामी चाहिँ अब प्रोग्राम सकाएर टक्क धरिन लाग्यो यो चाहिँ केबल कार ठाउँ भयो यो चाहिँ हेलो सुनिल हजुर अब हामी कहाँ जानु अरे ब्याक टु होम मजा आयो है प्रोग्राम गर्न मजा आयो एउटा टोली चाहिँ गयो भर्खर यहाँबाट अब हामी यो टोलीहरू चाहिँ अर्कोमा Hello. 1, 2, 3. के भएको रे फेरि भन त आज यसरी भन त 32 and 26. बाबाहरु तल होला हामी एक स्टेप तल गाडीले भइसक्यो तिमी तिमी घर गएर भोलि अब गाडी चढ्ने फेरि त्यत्रो लामो बाटो जाने हाम्रो मान्छे कस्तो भयो त एक्सपिरियन्स दर्शन गर्न पाएन सायद त्यही रिजनले गर्दा हामीले उसले चाहिँ दर्शन गर्न पाएन अरूले चाहिँ गर्यो हामीले उसको तर्फबाट हामीले पनि गर्छौँ रमाइलो भयो नि होइन फर्किरहेको छौँ अब होइन कस्तो भयो प्रोग्राम रमाइलो भयो एकदम रमाइलो अति राम्रो सबैले मन परायो एकदमै राम्रो भयो खुसी भयो सबै हजुर बङ्गालमा दर्शन पनि गर्न पाएँ दर्शन गर्न पाए एकदम हामी एकदम खुसी छौँ मेरो आर्टिस्टहरूले राम्रो प्रोग्राम गर्यो म झन् खुसी छु सबैको तर्फबाट धन्यवाद मैले के भने अरे माथि माथि होइन म गरेको थियो लाङ्गाली भनेको के भनेर थियो के अरे लाङ्गाली भने लाङ्गाली भनेको मलाई गएको थियो लाङ्गाली भने के हो अहिले भर्खर त्यत्रो भने लाङ्गाङ भने के हो लाङ्गाली भने के हो फर्स्ट त्यो समथिङ भन्दै के सम्झले के भन्छ सहर गाउँ त्यस्तै समथिङ के भन्छ गाउँले भन्न गाउँले लाङ्गाली अरे गाउँ त्यहाँ लाङ्गाली लेखेको थियो नि त्यो गाउँ भनेर त्यो गाउँ एउटा के मकमा गर्दा के हो रे माथि माथि भने कस्तो राम्रो सिङ्गर माथि माथि आउँदैन साँच्ची मलाई साँच्ची मलाई त्यसै पो त मनो सिङ्गर हुनु होइन त्यसै लगाउनु त ल दाइ बाई बाई हस् दाइ पठाउनै बोलाउनु पर्छ त हुन्छ ए के हो यो घर आइपुग्यो गाइस यही हो अब पुरै भिडियो चाहिँ म होइन यसो क्लिपहरू काटेर राम्रो तपाईँहरूलाई त्यही हो र अहिले बाई बाई